सोहम तपाईलाई अहिले कस्तो छ? थोरै कमजोर छु, तर धेरै सुधार भइरहेको छ। ए, राम्रो कुरा। तपाईको श्रीमानले तपाईलाई सही समयमा अस्पताल पुर्याउनु भयो, अन्यथा तपाईलाई केही अप्ठ्यारो हुन सक्थ्यो। आज हामी सुत्केरी अवस्थामा आमामा देखा पर्न सक्ने सम्पूर्ण खतराका लक्षणहरूबारे विस्तृतमा छलफल गर्नेछौँ, जसले गर्दा तपाईँ र तपाईँको श्रीमानलाई कुन अवस्थामा सतर्क रहने र अस्पताल जाने बारे थाहा हुनेछ। यदि तपाईँलाई कडा टाउको दुखाइ छ, साथै आराम वा औषधि सेवन गर्दा समेत सन्चो भएन भने, यदि तपाईँको दृष्टि धमिलो भएको छ, साथै यदि तपाईँलाई कम्पन छुट्छ भने, यदि तपाईँलाई ज्वरो आउँछ र तपाईँको तापक्रम 104 डिग्री फरेनहाइट भन्दा बढी छ भने, सामान्यतया तपाईँको स्तन दुधले भरिएको महसुस हुन्छ। तर यदि तपाईँको स्तन दुखिरहेको छ तथा तपाईँको स्तनको मुन्टाहरू रातो, सुन्निने, कडा भएको छ, काखीको मांसपेशी रातोपना वा सुन्निने, सास फेर्न गाह्रो हुने वा छाती दुख्ने गरेको छ भने, यदि घाउका टाकाको वरिपरि रातो, सुन्निने, कडा दुखाइ वा पिप भएमा, याद गर्नुहोस्, सामान्यतया योनिबाट हुने स्राव प्रसवपछि 2 हप्तासम्म हुन्छ। तर यदि स्राव वा रगत बगिरहेको छ र तपाईँले दिनमा 2-3 वटा भन्दा बढी सेनिटरी प्याड प्रयोग गर्दै हुनुहुन्छ भने, यदि तपाईँ यीमध्ये कुनै पनि लक्षणहरू महसुस वा अनुभव गर्नुहुन्छ भने तुरुन्तै अस्पताल जानुहोस्। र अस्पताल जानको लागि कुनै यातायात साधन छैन भने चिन्ता नगर्नुहोस्, तुरुन्तै 102 मा कल गर्नुहोस्। यो एम्बुलेन्सको नम्बर हो। यो मेरो अनुरोध छ, तपाईले डाक्टरसँग खतरा लक्षणहरूबारे थप जानकारी लिनुहोस्, नत्र यो जीवन मरणको अवस्था बन्न सक्छ। यी सङ्केतहरूलाई हल्कामा नलिनुहोस् र यदि तपाईँ यी मध्ये कुनै पनि सङ्केतहरू महसुस वा अनुभव गर्नुहुन्छ भने तुरुन्तै अस्पताल जानुहोस्।